हेलो हेलो साथीहरू, नमस्कार सम्पूर्णमा। आज साउन 1 गते हल्का पानी पनि परिरहेको छ, झिमझिम रमाइलो पनि भइरहेको छ र आज साउने सङ्क्रान्तिको सम्पूर्णमा शुभकामना पनि दिन चाहेँ। र फर्स्टपल्ट हाम्रो घरमा चाहिँ टिका लगाइदिन थाल्नुभएको थियो मम्मीले चाहिँ। मम्मीको माला चाहिँ बिक्री गरेपछि मिलाइदिएँ र मम्मीलाई क्यामेरामा हेर्नु उता भनेको थिएँ र मम्मीले चाहिँ मलाई टिका लगाइदिन थाल्नुभयो र टिका चाहिँ अलि माथि लगाइदिनु है मम्मी भनेको थियो मैले चाहिँ। उहाँ चाहिँ मेरो सासू मम्मी हुनुहुन्थ्यो र मम्मीलाई चाहिँ मैले बेला बेलामा क्यामेरामा हेर्नु मम्मी भनेको थिएँ र मम्मीले पनि क्यामेरामा हेर्नुभयो। त्यसपछि चाहिँ मैले भयो मम्मी धेरै नलगाइदिनु टिका मलाई भयो भनेको अनि मम्मीले चाहिँ दक्षिणा दिनुभयो र मैले हातमा मम्मीको तोगेँ अनि मैले खानाको रेसिपी देखाउन गएँ। खानामा चाहिँ सुरुमा अचार देखाएँ। अचारमा चाहिँ मैले तिलको पेस्ट बनाइसकेको थिएँ अचार बनाउनको लागि र यहाँ चाहिँ टमाटरको चटनी बनाएँ। अनि यहाँ चाहिँ मसला रेडी गरेँ भने यता चाहिँ प्याज काटेर रेडी गरेको थिएँ अनि टमाटर अनि काँक्रा काटेँ पातुलो गरेर सलादको लागि मुला काटेँ अनि त्यसपछि कुखुराको मासु ल्याएको थियो। घरको कुखुरा काट्ने भनेको ढिलो भयो अनि यता चाहिँ दाल पाक्दै थियो र यता चाहिँ राइस कुकरमा भात पनि पाकिसकेको थियो। अनि मैले चाहिँ दाल चाहिँ बाबुलाई फिट्न लगाइदिएँ भनेर दिदीले चाहिँ खिर पकाउँदै हुनुहुन्थ्यो। पानी परेको थियो सो दिदीले चाहिँ छाता ओर्दै खिर पकाउँदै गर्नुभएको थियो र खिर चाहिँ लगभग पाकिसकेको थियो भनेर साइडमा चाहिँ मम्मीले उभिएर हेर्नुभएको थियो। साइडमा खुर्सानी देखाउँदै मम्मी चाहिँ भिडियोमा क्यामेरामा हेरेर हाँस्नुभयो अनि नानीलाई त हेर्नु न क्यामेरामा भनेको नानी चाहिँ लजाइदिनु भयो। र म चाहिँ हाम्रो घरको साइडमा चाहिँ आन्टीको घर छ। हाम्रो घरमा पकाउन ढिला हुन्छ भनेर आन्टीहरूलाई चाहिँ हामीले रोटी हाल्नु है भनेर दिएको थियौँ। अनि आन्टी र नानीले चाहिँ रोटी हाल्दै हुनुहुन्थ्यो र आन्टी र नानीले चाहिँ रोटी हालेर चाहिँ भ्याइसक्नु भएको रहेछ र पापड ब्राउन पनि पुऱ्याएर भ्याइसक्नु थाल्नुभएको रहेछ। अनि पापड फ्राउँदै हुनुहुन्छ लास्ट टपमा भ्याइसक्नु भएको छ। आन्टीले चाहिँ राम्रो छ रोटी राम्रो बनेको छ भनेर देखाउनु भएको थियो र हाम्रो छिमेकी माइजू आउनुभयो र छिमेकी माइजूलाई चाहिँ रोटी खान दिएको चाहिँ माइजू चाहिँ रमाउँदै नाच्न थाल्नुभयो। माइत जाने कप्पा खाने भन्न थाल्नुभयो अनि सुरुमा चाहिँ मैले चढाइदिएँ। चढाएपछि चाहिँ बल्ल माइजूलाई खाना दिएँ अनि त्यसपछि चाहिँ घरको लोकल कोदोको रक्सी चाहिँ चढाइदिएँ। अनि अचारको लागि चाहिँ